आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरू सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगञ्ज, सिराहा लगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परि निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचार के माध्यम सबके धैर्यता आ संयमता अपना के शान्ति सद्भाव भाइ। हाम्रा प्रधानमन्त्रीज्यूको जुन सम्बोधन छ एकदमै गहकिलो, एकदमै खतलाग्दो र एकदमै समय सापेक्ष तपाईहरूले देखिहाल्नुभयो। जुन एउटा धर्म, जात र वर्णको आधारमा हामीले भेदभाव गर्नु हुँदैन। एउटा नेपाली भइसकेपछि सबैजना भाइचाराको सम्बन्ध, एउटा सही सहिष्णुताको सम्बन्ध र सबैको धर्म प्रेम हो, सबैको धर्म भनौँ न एउटै मानवता हो र सबैले मानवताको रक्षा गर्नुपर्छ, यो प्लानेटको जगेर्ना गर्नुपर्छ भन्ने भावका साथ हाम्रा प्रधानमन्त्रीज्यूले जुन ताको नाममा सम्बोधन गर्नुभएको छ यो एकदमै के भन्छ भावपूर्ण छ, एकदमै श्रद्धायुक्त छ, जसलाई हामी सबै नेपालीले मनन गर्नु नै अति उत्तम लाग्छ। र यो फेरि तपाईँले यो के लगाएको हो भन्ने जस्तो लाग्ला। अब यो तराईमा हाम्रो विराटनगरतिर एकदमै गर्मी छ। सो यो गर्मीका बावजुद पनि अब आफ्नो धर्मको, आफ्नो भनौँ न कर्मको, आफ्नो जुन सद्भाव छ, सहिष्णुताको लागि हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू यति दुःख गर्न लागेका छन्। यसमा चाहिँ अब यो मैले यो हाम्रो एकदमै गर्मी भएको हुनाले मैले चाहिँ यो लगाएको हुँ। सो सबैजना आफ्नो धर्म, संस्कृति, चालचलन, रीतिरिवाजमा रमाउने हो, खुसी हुने हो र प्रधानमन्त्रीज्यूको सम्बोधन सबैलाई मन पड्या हो भन्ने मलाई आशा विश्वास लाग्दछ। थ्याङ्क यू सो भेरी मच। यदि कसैलाई यसो सबैको धर्म प्रेम हो र सबैको धर्म मानवता हो जसो लागन्छ भने सब्सक्राइबर हानिदेऊ, लाइक गरिदेऊ, कमेन्ट गरिदेऊ।